हजुरहरुकोतिर होलीको चलपल कतिको भइराको छ त हाम्रोतिर त भन्नै सकिने एकदमै बबाले भइराको छ नि ह्यापी होली है त सबैले WhatsApp मेरो युट्युबको फ्यामिलीहरु आज चाहिँ हाम्रो इन्डियादेखि चाहिँ दाइ आउनु भएको थियो नि दाइसँग चाहिँ यसो घुम्नेतिर लाग्यो यो भिडियोहरु चाहिँ होलीको एक दिन पहिलाको भिडियो होली त हो तर पहाडको होली हाम्रो जस्तो तराईको होली चाहिँ हैन आज हाम्रो गाउँ फेरि त खुट्टाको रोस्ट हुन्छ नि लाइक रोस्ट पकाउँछ नि त्यही भएर म चाहिँ यसो खानतिर आइम यतातिर यो खुट्टाको रोस्ट भन्नुको त हल्का मिठो नै हुन्छ कि यसो चटनीमा डुबाएर खानुपर्छ एकदम मिठो हुन्छ हल्का मिठो लागेर हामी जस्ट अरु पनि अर्डर गर्यौं हजुरहरु हैन यस्तो रोस्टहरु खाने मन छ भने हाम्रो गाउँतिर आउन सक्नुहुन्छ मलाई पनि खुवाइदिनु होला त्यही भएनमा आज भोलि दिन छोटो भएर हो क्या दिन पनि के गरेको थाहै हुँदैन यसो केटाहरुसँग घुमघाम गर्नतिर लाग्यो साँझतिर दिउँसोतिर यताउता घुम्यो भने साँझतिर जस्ट घरमै आउनुपर्छ किनकि मम्मी र म जस्ट एक्लै छौं के घरमा नि खाना बनाउनु पर्छ मैले चाहिँ के गर्नु गाइज गाह्रो छ नेक्स्ट डे है त यो चाहिँ होलीको दिन यसरी यताउता हेर्दै हिँड्नुपर्छ किनकि कोहीले झ्याप्पै हेर्यो भने त होली लगाइदिहाल्छन् हैन र हाम्रो जस्ट जुठो परेर हाम्रो होली लगाउन मिल्दैन बुरा नमान्नु होली हो भने रखड्दै हो भने लगाइहाल्नुपर्छ के लगाउने मान्छेलाई चाहिँ के गर्नु होलीको दिनमा यसो बुरा नमानेर होली चाहिँ सबै लगाइदिनु पर्छ हाम्रो चाहिँ जुठो परेर लगाउन मिल्दैन कान भित्रको मान्छेलाई पनि तानी तानी होली लगाइदिन्छन् भने दाइर म चाहिँ हेर्दै बसिरहेछौँ जस्ट हाम्रो चोकतिर चाहिँ एकदमै रमाइलो भएको थियो होलीको दिन चाहिँ जस्ट आज भन्नुपर्दा यताउता हेर्दै हेर्दै ओभरै काम भएर दाइर म चाहिँ यता जस्ट डिउ खान आएँ तर होली पनि कति दिन हुँदो रहेछ के पहाडको होली तराईको होली हिरे होली के होली भनेर धेरै दिन हुँदो रहेछ जस्ट होली पनि हामीहरु होली खेलेर रमाइलो नगरी नि हेरेर चाहिँ एकदमै रमाइलो भयो क्या एकदम हुन्छ नि लाइक के भन्ने हो हो के गर्नु गाइज होली नभएर अब कोठाभित्र बस्ने हो रमाइलो गर्ने त्यही हो केटाहरुसँग आजको दिन पनि सुत्दै बस्दै टिभी हेर्दै नै गयो हस्ते मेरो युट्युब फ्यामिली आजको लागि यति नै भेटौँला छिटो नयाँ भ्लगमा यसो सपोर्ट गर्दै राख्नु है त बाइ।